गोठालाहरू थिए। तर त्यही व्यक्तिलाई परमेश्वरले पहिलो सुसमाचार सुनाउनु भयो। उनीहरूलाई दर्शन दिनुभयो। उनीहरूलाई चाहिँ देखाउनु भयो परमेश्वरको महिमा चाहिँ। बाइबलले भन्दछ, म धर्मीहरूको लागि होइन, म पापीहरूको लागि आएको छु। हाम्रो परमेश्वरले अरू जस्तो तरबार र भाला लिएर एकअर्कालाई मार्न आउनु भयो। हाम्रो परमेश्वर प्रेम बाँड्न आउनु भयो। हाम्रो परमेश्वर प्रेम बाँड्न आउनु भयो। जब प्रेमले काट्छ त्यो घाउ कहिले पनि बरु चौकले काट्नुहोस्। हिब्रू 4:12 पदले भन्दछ, परमेश्वरको वचन दुई धारे तलवार हो, किनकि उहाँको वचनले हाम्रो भित्र गुदीहरू काट्दछ। हामी समय हाम्रो परमेश्वरको निम्ति हामी धन्यवाद चढाउनेछौँ। आउनुहोस् प्रिय, हामी सबैजना हामी उहाँको उपस्थितिमा छौँ। हामी उहाँलाई धन्यवाद चढाउँ। जसको योग्य हामी थिएनौँ, हामी दलदल हिलोमा थियौँ, हामी पापमा थियौँ,